सो गाइज आज चाहिँ म हजुरको अगाडि चाहिँ हाम्रो अपकमिङ श्रेष्ठ अरनिको बस मोड चाहिँ लिएर आइसकेको छु। वेलकम ब्याक टु माई च्यानल गाइज, इट्स योर बोय नवीन भट्टराई। के सबजनाको हल्ली है, एकदम राम्रै अवस्थामा हुनुहुन्छ भन्ने आशा गर्दै यस्तो खतरा अपकमिङ बस मोड लिएर आइसकेको छु, त्यो पनि हाम्रो बसिडमा। अनि धेरैले चाहिँ बसिडको भिडियो अनि हाम्रो मायालुको अपडेट मागिरहनु भयो। मैले यस्तो खतरा अपडेट ल्याउँछु नि गाइज, किसी ने सोची नहोगी खतरा चाहिँ अपडेट ल्याउँछु, टेन्सन नगर्नु। अनि हामी चाहिँ अहिले बस सिमुलेटर इन्डोनेसियामा होइन, हामी बस सिमुलेटर इन्डियामा खेल्दैछौँ। अनि मान्छेहरू नै यस्तो देखिन्छ बसबाट चाहिँ, दामी रहेछ। धेरै पछि हामी बसिडको भिडियोमा बनाएको। अनि के बसिड भन्ने हो के भन्ने यसलाई, जे भने बसिडै भनौँ न। सो हामी चाहिँ सिधै ड्राइभ गर्छौँ, अरू हेर्न परेन। यसको केबिन कस्तो छ हेरौँ, अनि ड्राइभिङ एक्सपिरियन्स हेरौँ। गेम चाहिँ जौनो बनाए पनि यार एकदम हाई क्वालिटीको छ। लास्ट ल्याग हानिदिन्छ क्या यार मोबाइल चाहिँ, त्यही नै हो। ग्राफिक स्मुथ छ यार, गेम स्मुथ छ, ल दामी छ है। अनि यो चाहिँ हाम्रो मोड ओए केबिन चाहिँ अक्खी छ यार। मेरो फेभरेट कलर रेड र ब्लू चाहिँ मेरो फेभरेट हो। यो बसमा पनि त्यही कम्बिनेसन छ, त्यही भएर दामी लाग्यो। रेड पनि दामी मनपर्छ कि मलाई होइन, रेड र ब्लू चाहिँ किल्लर मनपर्छ, त्यही भएर चाहिँ यो धमाल लाग्यो मलाई। अनि हाम्रो यसको मेकर चाहिँ हाम्रो अन्नपूर्ण मोड्स रहेका छन्, हजुरहरूले सबैले चिन्नुहुन्छ जो होला होइन। अनि डिस्क्रिप्सनमा मेन्सन गरिदिउँला होइन। अनि अरू मोडहरू डाउनलोड गर्न सक्नुहुन्छ। अनि हाम्रो नयाँ मुभीको चाहिँ टिजर रिलिज भएको छ। सो स्क्रिनमा देखिसक्नु भएको होला होइन, के अरे स्क्रिनमा गएर डिस्क्रिप्सनमा देखिसक्नु भएको होला। अनि अघिल्लो भिडियो पनि हेरिसक्नु भएको होला। सो यो ठ्याक्कै यही बेला बोलाऊँ है त, टिजर चाहिँ रिलिज भयो। हाम्रो अब टाइम लाग्छ होला मुभी आउनु चाहिँ। हामीले चाहिँ सर्ट, यसो फर्स्ट टाइम चाहिँ एउटा सर्ट टाइपको मुभी चाहिँ बनाउनु मन थियो मलाई पहिल्यैदेखि नै, त्यही मुभी चाहिँ बनाउन लागेको हो होइन। अनि कस्तो लाग्छ, फर्स्ट मुभी हो, त्यही अनुसारले जज गरेर हेरिदिनु होला। अनि त्यो टिजर हेर्नुभयो जसले होइन, जसले पनि टिजर हेर्नुभएको छैन उहाँहरूले चाहिँ टिजरहरू हेर्न सक्नुहुन्छ। अनि आजको भिडियो चाहिँ यहीतर्फ रहनेछ गाइज, बब्बाल। सो अनि चाहिँ धेरैले मायालुको अपडेट हुनुहुन्न थियो। मायालुको मैले यस्तो भिडियो ल्याउँछु नि गाइज, यस्तो भिडियो ल्याउँछु नि, यस्तो क्युटी भिडियो ल्याउँछु नि। सो गाइज त्यहाँ यसो वेट गर्नु होला। अनि जो पनि च्यानलमा नयाँ हुनुहुन्छ उहाँले चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ। सब्सक्राइब गर्नेहरूले चाहिँ साइडमा रहेको बेल आइकनलाई चाहिँ अलमा सेट गर्नु होला, नत्र नोटिफिकेसन चाहिँ थाहा पाउनुहुन्न होइन। सो अझै अगाडि जाऊँ चिल। आज त गेम प्ले भिडियो है गाइज, अब गेम प्ले हेर्न मस्तसित बस्नु होला होइन, पपकर्न सपकर्न लिएर। यसो छोटो ड्राइभर नि धेरै चाहिँ चलाउने होइन। अनि सारा जाम कहाँसम्म पुगिन्छ भन्ने कुरो आज होइन। एकदम गर्मी छ, तर यहाँ पानी परिसक्यो नि त। पानीमा हामी यो कुन उसमा हिँड्यौँ, कुन म्यापमा हिँड्यौँ हामी, के हो सुरत भन्ने, सुरतसम्म हामी त कुनै, म त उहाँ उसमा हिँड्दैमा थिएँ, कता मुम्बईतिर कता हो खै, सुरतमा आइसक्यो त। सो केही छैन, जाम अगाडि। म्याप त खै उस त छ, अलिक चेन्ज त छ होइन। एउटा कुन मैले युट्युबमा डाँडाबाट जान नि मिल्ने देखेको थिएँ। सो यी छोइयो यार, कस्तो छोइहाल्छ क्या। सो केही छैन, डाँडातिर पनि जाम्ला पछि। अब मसँग डिभाइस छैन, त्यही भएर अर्कोबाट भिडियो बनाउनु पर्यो। एकदम गाह्रो चिज चाहिँ रहेको छ। अनि कसैसँग नेपाली गेमहरूको नेपाली गेमहरू छन् भने चाहिँ अझै केही रिभ्यू हान्न पर्ने, कमेन्टहरू हान्न सक्नुहुन्छ, म रिभ्यू हान्छु। दामी पाराले चाहिँ इन्जोय गर्ने तरिकाले रिभ्यू चाहिँ हान्छु। हाम्रो नेपाली गेमहरूलाई चाहिँ मलाई एकदम रिप्रेजेन्ट गर्न मन लाग्छ। अरू गेमहरू चाहिँ अरू गेमहरू पनि छ भने चाहिँ हजुरहरूलाई उस गर्न सक्नुहुन्छ, म रिभ्यू हान्न भन्न सक्नुहुन्छ। थोरै चार्ज चाहिँ लाग्छ, तर त्यस्तो एक्सपेन्सिभ चाहिँ छैन। अनि हाम्रो बसहरू ट्रकहरूको गेम छ भने चाहिँ मैले यत्तिकै हान्छु है अहिलेको लागि चाहिँ। पछि के हुन्छ थाहा भएन होइन, अहिलेको लागि चाहिँ यत्तिकै हान्छु। अनि अरू गेमहरू प्रमोसन हान्न छ भने पनि कन्ट्याक्ट गर्नु होला। मेरो फेसबुक आइडीहरू सबै थोक चाहिँ डिस्क्रिप्सनमा रहेको छ। ओरिजिनल फेसबुक आइडी त्यहीँ रहेको छ, हजुरहरूले क्लिक गरेर रिक्वेस्ट पठाएर मेसेज गर्न सक्नुहुन्छ। अनि इन्स्टाग्राम पनि रहेको छ। अनि टिकटकहरू सबै थोकमा जोडिन चाहनुहुन्छ भने डिस्क्रिप्सनमा सबै थोक छ है त। सो जाम अगाडि सरर। धेरै गेम प्ले त गरिन्न, त्यही पनि अलिकति खेलिदिउँ न होइन, आनन्दले। तर गेम नो डाउट राम्रै चलेको यार यति। तर यो गेम चाहिँ कस्तो गेम हो भन्दाखेरि जुन फोनमा खेले पनि तताइदिन्छ, जोकेर नन्नै पाडिदिन्छ यार।
सो गाइज यस्तो छ है गेम त मिठो छ के अरे यहाँ कि हाई क्वालिटी धेरै भयो कि गेम धुस्न तात्छ यार यो पब्जी र फ्री फायरमा पनि तात्दैन यार त्यति यो गेमले तताइदिन्छ यार फोन अब हामीले क्वालिटी पनि हाई गरेर पनि होला जस्तो लाग्छ है होइन तर डेन्जर तताइन्छ यार ब्याङ्गर तात्छ मोबाइल चाहिँ अनि त्यसपछि ल्याग हुन थाल्छ जुनै फोनै भए पनि अनि एफपिएस ड्रप हुन्छ अनि एफपिएस ड्रप भएपछि गेम त्यसै ल्यागी भइहाल्छ होइन सो अरू त त्यही नै हो यसलाई चाहिँ पिसीमै खेल्न पर्ला जस्तो सो गाइस आजको लागि चाहिँ यति नै गराउने होला होइन